राम्रो हुन सकेन। अन्तमा गएर फेरि पनि एउटा उहाँको हातहरू चाहिँ जुन चाहिँ फुल्लिएको थियो, सोइलिङ भएको थियो, त्यो चाहिँ कदापि पनि घट्न सकेन। र त्यसरी अर्कोचोटि फेरि उहाँले चाहिँ रातभर त्यो हातलाई चाहिँ हल्लाएर हिँड्नु पर्थ्यो। खाना खान सक्नुहुन्थेन, सुत्न सक्नुहुन्थेन, यस्तो खालको अवस्था थियो। त्यस पछाडि फेरि उहाँले चाहिँ अब आफ्नो आर्मी हस्पिटलतिर, ठुल्ठुलो हस्पिटलतिर उहाँ जानुभयो। इन्डियन आर्मीको हस्पिटल पनि, ब्रिटिस आर्मीको हस्पिटलतिर पनि जानुभयो, तर पनि त्यो राम्रो हुन सकेन। अनि अन्तमा गएर उहाँको एउटा यो लामो अम्ला जुन चाहिँ यो चाहिँ अलिकति काटी पठाइयो डक्टरले। त्यस पछाडि त्यो अम्लाहरू चाहिँ कुहिन थाल्यो अनि गनाउन थाल्यो अनि घरमा एकदमै गनाउने भइसकेको थियो। अनि उहाँ धेरै हिँडिरहनु पर्थ्यो, राति उठेर आफ्नो हातहरू हल्लाउँदै, अनि धेरै यसरी के भनौँ, अब खानु हुन्थेन, सुत्नु सक्थेन, यस्तो अवस्था थियो। अनि त्यो समय उहाँलाई डक्टरले धेरै दबाईहरू दिए, तर पनि जाती हुन सकेन। त्यस पछाडि कोही एकजना व्यक्ति, हाम्रो गाउँ करफोक, मेरो जन्मथलो करफोक इलाम हो र अहिले मेरो मिनिस्ट्री मात्रै सिलिगुडी इन्डियामा हो। र त्यहाँ एकजना पास्टर अशोक राई भन्ने पास्टर हुनुहुँदो रहेछ। उहाँ आएर चाहिँ प्रभुको वचनहरू सुनाउनु भयो। अनि उहाँ कन्टिन्यू 3 दिन धाएर चाहिँ उहाँले चाहिँ प्रभुको वचन सुनाउनु भयो। अनि उहाँले त्यस पछाडि हामी परिवारलाई, म त सानै थिएँ त्यति बेला, अनि हामी परिवारलाई चाहिँ उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ प्रभुको कतिवटा कुराहरू उहाँले बताउनु भयो। अन्धालाई देख्ने, लाटोलाई बोल्ने, बहिरालाई सुन्ने, लङ्गडो हिँड्ने, इभन मरेकोलाई पनि उहाँले बेउताउन सक्नुहुने परमेश्वरले तपाईँको यो कुष्ठ रोगलाई निको पार्नुहुन्छ। आमेन। यस्तो भनेपछि मेरो बाबा अनि साथै मेरो 2जना दिदी र मेरो दाजु अनि आमा त हुनुहुन्न पहिल्यैदेखि नै। अनि हामी सबैजना घुट्ना टेक्नु र प्रभु र मुक्तिदाता भनेर त्यस दिनदेखि हामीले विश्वास गर्छौँ। त्यो गनाउने घाउ अनि कुहिएको घाउ, अनि परमेश्वरले चाहिँ दिन प्रतिदिन त्यो घाउ चाहिँ निको हुँदै गयो। अनि त्यो घाउ चाहिँ सुक्दै गयो। अनि परमेश्वरले त्यति शक्तिशाली रूपमा, चमत्कार रूपमा परमेश्वरले चाहिँ चङ्गाई गर्नुभयो। त्यो गनाइरहेको घाउ पास्टरले जब प्रार्थना गर्नुभयो, त्यो घाउ चाहिँ अटोमेटिक गनाउन छोडेको थियो। हालेलुया। अनि हाम्रो परमेश्वर चाहिँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँ चङ्गाई गर्दा जिउमा रफा। हालेलुया। अनि धेरै मेरो बाबाले धेरै पाठ पूजा गर्नुहुन्थ्यो, धेरै श्लोकहरू पढ्ने। उहाँ 5 वर्ष त उहाँले त सबै थोक गरिसक्नुहुन्थ्यो। हाम्रो घरभित्रै मन्दिर थियो, घर बाहिर पनि सानो मन्दिर थियो, यसरी पाठ पूजा गर्नुहुन्थ्यो। तर सत्य परमेश्वर त्यहाँ रहेन रहेछ। अनि सत्यको परमेश्वरले चाहिँ त्यो बन्धनबाट छुटकारा गर्नुभयो र चङ्गाई र स्वास्थ्य दिनुभयो। 95 वर्षको उमेरसम्म मेरो बाबा गाउँमा रहनुभयो। आज चाहिँ उहाँ स्वर्गमा हुनुहुन्छ। 2017 मा परमेश्वरले उठाउनु भयो। मलाई विश्वास छ म एक दिन निश्चय भेट हुनेछु। मेरो दाजु सेवकाईमा हुनुहुन्छ, म सेवकाईमा छु। मेरो दाजुको चर्चमा गएर मेरो बाबाले आराधना गर्नुभएको छ। मेरो हाम्रो सिलिगुडीमा आएर प्रभुको मण्डली, आशिष मण्डलीमा आएर उहाँले आराधना गर्नुभएको छ। उहाँ जीवित हुँदै हामी दाजुभाइले गरेको सेवकाई उहाँले देख्नुभएको छ। त्यो चाहिँ मेरो लागि ठुलो गर्वको कुरा। उहाँ चाहिँ कराएर प्रार्थना कहिले गर्नुहुन्थेन। उहाँ चाहिँ चुपचाप भएर आफ्नो छोराहरूले गरेको मिनिस्ट्री, हरेक व्यक्तिहरूको लागि चाहिँ उहाँले चाहिँ यति साह्रो प्रार्थना गर्नु। अनि उहाँले धेरै समय मण्डलीमा सहायता गर्नुभयो, ट्रेजररको कामहरू गर्नुभयो, पास्टरको दाहिने हातबाट उहाँले सेवकाई गर्नुभयो। अनि आज मेरो लाइफ टेस्टमनी चाहिँ यो। र हाम्रो जब बिहान दिनभरि हामी स्कुल जान्थ्यौँ, स्कुलबाट आएपछि काम हुन्थ्यो, काम सकेपछि हामी परिवार बसेर गफगाफ हुन्थ्यो, बातचित हुन्थ्यो। अब हाम्रो बिचमा, हाम्रो परिवारमा परमेश्वरले यस्तो ठुलो काम गर्नुभयो, अब कसले परमेश्वरको काम गर्ने। अनि त्यति बेला चाहिँ मैले चाहिँ अन्धा धन्दा उठाएँ कि साँच्चै उठाएँ, म गर्छु भनेर उठाएँ। त्यो त सत्य कुरो रहेछ। मैले प्रभुमै भएर हात उठाएको रहेछु।
अनि त्यस पछाडि काठमाडौँ आएर चाहिँ पहिलादेखि एउटा रहर थियो मेरो, के थियो भन्दाखेरि चाहिँ गलैँचा बुन्ने के भएको ठुलो काम होला भने त गलैँचा बुन्ने मेरो ठुलो रहर, तर त्यो कुरा मेरो जीवनमा पुरा भयो। अनि म चाहिँ काठमाडौँ चाहिँ कसरी आएँ भन्दाखेरि चाहिँ यहाँ कोटेश्वरमा जुन चाहिँ गेसवानी चर्च थियो, अनि त्यहाँ चाहिँ धेरै वर्ष अगाडि म एउटा सेमिनारमा आएको थिएँ। मलाई त्यो बाटोहरू थाहा थियो, तर पनि म कसरी हो थाहा छैन। त्यो दिन म काठमाडौँ घरदेखि भागेर आएको, गेसवानी चर्चमा चाहिँ बाइबल स्कुल हुँदा त्यहाँ पसेछु। त्यहाँ पुगेपछि हाम्रो गुरुबा अनि हाम्रो पास्टर टेकदाल गुरुबा दुईजनाले चाहिँ मलाई खेल्नुसम्म किन भागेर आयो, के गरेर आयो, किन हो, उहाँले मलाई आछु पार्यो। अनि अन्तमा उहाँले मलाई एउटा अप्सन दिनुभयो, यदि तपाईँ ट्रेनिङ गर्न चाहनुहुन्छ भने यहाँ एउटा जग्गा छ भने। हिजो मात्र एकजना भाग्यो त्यो सिट छ, यदि तपाईँ गर्न चाहनुहुन्छ उहाँले ठिक। तर एउटा तपाईँहरूले कुरा गर्नु, तपाईँले ल्याउनुपर्छ पास्टरको सिफारिस ल्याउनुपर्छ। अनि त्यहाँबाट फेरि म त फेरि इलाम फर्केँ। त्यति बेला पास्टरले बिचरा पास्टर, त्यो समयको पास्टरको त्यस्तो अवस्था थियो, उहाँले सानो कागजमा एउटा सिफारिस लेखिदिनु भयो। तुरुन्त फेरि म काठमाडौँ फर्केँ। अनि बाइबल स्कुलमा म जोइन भएँ। अनि भोलिपल्ट एउटा टिचर आउनुभयो, 66 पुस्तकको नाम भन भने। कहिले 66 पुस्तकको नाम बताएको छैन, कहिले बाइबल त खोलिएको छ कहिले, तर पनि त्यस्तो थाहा छैन। त्यो रातभर एउटा पेपरमा लेखेर चाहिँ टोइलेट जाँदा पनि, बस्दा पनि, कहाँ हुँदा पनि मैले त्यो रटेको। एकजना हाम्रो खोइ केगन बहिनी होला, उहाँले भन्नु यो त भन्नुपर्छ, तपाईँलाई राख्दैन। मेरो लागि त चुनौती भयो। त्यहाँबाट रातभर मैले रटेको गरेँ। अनि त्यो जुन 66 पुस्तकको नाम चाहिँ मैले कन्टेस्ट गरेँ। टिचरले भन्नुभयो, ल हिजो मात्रै आउनुभएको स्टुडेन्टले 66 पुस्तकको नाम भन्नुहोस्। अनि मेरो लागि एउटा चुनौती थियो, तर मैले रातभर रटेको कारण पटट भनिदिएँ। बस म त्यो बाइबल स्कुलमा जोइन हुन पाएँ। हाम्रो पास्टर गुरु आमा हामीहरू अनि हाम्रो गुरुबाले हामीलाई विभिन्न ठाउँ सेमिनारतिर हामीलाई लानुहुन्थ्यो। हामी वर्सिप गर्थ्यौँ, शक्तिशाली हुन्थ्यो। यो काठमाडौँमा धेरै जग्गा हल्लाएको थियो। 27 वर्ष अगाडि हामीले धेरै सेमिनारतिर हामीले वर्सिपहरू गऱ्यौँ, स्किटहरू, ड्रामाहरू, हामीले विभिन्न कुराहरू गरेका थियौँ। अनि एउटा थोरै स्टुडेन्ट थियौँ, तर हाम्रो मन मिल्थ्यो। आमेन, हालेलुया। प्रभुले महान काम गर्नुभयो त्यस समय, र त्यो दिनदेखि म सेवकाईमा आजसम्म लागि परिरहेको। हालेलुया। आदिवासीहरूको बिचमा, नेपालीहरूको बिचमा, विभिन्न ठाउँ, हाम्रो अरू ट्राइबहरूको बिचमा पनि, अरू भाषामा पनि सेवका हामी गर्छौँ। र परमेश्वरले आज हाम्रो गुरुबाहरूले हामीलाई जुन प्रकारको मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो शिक्षामा, अनि त्यो कुरोहरू लिएर हामीहरू अगाडि बढिरहेका छौँ। हालेलुया। म धेरैचोटि हिलिङको प्रार्थनाहरू पनि गर्छु। धेरै सन्तान नभएका मानिसहरूले पनि आज सन्तान पाएका छन्। धेरै व्यक्तिहरू छुट्टाएर मोबाइलबाट पनि म प्रार्थना गर्छु। कति जग्गाबाट त मलाई नचिनेको नम्बरहरू आउँछ, अनि प्रार्थना गर्दै उनीहरू डेलिभरेन्स हुन्छ, छुटकाराहरू हुन्छ। अनि कति व्यक्तिहरू त आज मोबाइलबाट नचिनिकन मैले प्रार्थना गर्दाखेरि परमेश्वरले जुन रेभेलेसन दिनुभयो, प्रकाश दिनुभयो, त्यो बताउँदै गर्दाखेरि 2 महिनाभित्र उनीहरूको गर्भमा बच्चाहरूमा आएको छ। आज मेरो मोबाइलमा कतिवटा फोटो पनि छ है। परमेश्वरले यस्तो चमत्कारको कामहरू गर्नुभएको छ। प्रभुलाई विशेष धन्यवाद। यो सबै चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टलाई नै श्रेय पुगेको र दोस्रो चाहिँ हाम्रो गुरुबा।